जय शम्भु साथीहरू, न्युजिल्यान्डदेखि सबैलाई नमस्कार। शुभ दिन, जय होस् है हजुर। सबैजनालाई नमस्कार। सन्चै हुनुहुन्छ होला है। म एउटा सानो कथा भन्न मन लाग्यो मलाई। एउटा हजुरआमाले आज एकदम यहाँ पानी परिरहेछ अनि केही विश्लेषणहरू बेला बेला विश्लेषणहरू गर्न मनमा आइराख्छन् कुराहरू है साथीहरू। आज हामीलाई हजुरआमाले सुनाउनु भएको एउटा कथा होइन, रियल्ली घटना हो। मैले त्यसलाई अहिलेका मान्छेहरूलाई त सुन्दाखेरि कथा जस्तै लाग्छ होला। एउटा चेली एउटा छोरीलाई माइती छोरी अनि माइतको विश्लेषण छ। भिडियो पुरै सुनिदिनु होला, हेरिदिनु होला है। मैले यहाँ एउटा काम पनि गर्दैछु यहाँ यो न्युजिल्यान्डमा त जे पनि पाउने। हिजो एउटा पोइम फलेको भिडियो पठाइरहेको थिएँ। यो एकदम शिखर ठाउँ छ साथीहरू है। यहाँ हेर्नु न, यो बयर हो, बयर। अनि यो खुर्पाना आरू पखारा यसरी लिएर आउनुभएको हिजो ज्वाइँले। अनि मैले अहिले यो छुट्टाउँदैछु के। यो बयर पनि बच्चाले अचार हाल्ने भनेको छ छोरीले। अनि यो फेरि आरू पखारा हो है। अब यो पनि पकाएर अस्ति पनि एक आइटम बनाएका थियौँ, यहाँ सिसामा खाइसकेका छन् छोराछोरीले है। एकदम मिठो हुन्छ यसको अचार। अनि यो बयर हो है। हामीले बयर नेपालमा पाउन त पाउँछ के अरे, अलि कता कता पाउँछ। हामीले सानोमा पाउँथ्यौँ। अहिले त खै त्यस्तो बयर पनि मैले देखेँ जस्तो लाग्दैन, तर यहाँ त जे पनि पाउने है। अनि यो छुट्टाउँदै पनि छु। अनि मेरो भिडियो अन्त्यसम्म सुन्नु होला। एउटा कथा छ के, एउटा चेलीको माइत जाने चेलीको कथा छ है। के कथा छ भने, एउटा चेली थिइन अरे, एकादेशको कथा जस्तै छ कि, पहिलाको कुरा हो होइन। हामीलाई हजुरआमाले कथा सुनाउनु भएको कि। अनि के अरे माइत जाने भनेर होइन। पहिला त घरमा काम धन्दा कति अब आफ्नो घरको काम गोठको धन्दा सबै सिद्धाएर तिनको माइतीमा श्राद्ध थियो अरे के। अनि श्राद्धमा जानलाई अनि काम धन्दा सकेर अनि घाँस पात अब होला नि त, त्यस्तै आफ्नो सबै कामहरू सिद्धाएर होइन। अनि कति दिनलाई पुग्ने भैँसीलाई घाँसहरू काटेर सबै काम सिद्धाएर अनि माइत जानलाई तयारी भइन अरे के। त्यही भएर समय प्रकृतिले मान्छेलाई के गराउँछ कस्तो गराउँछ भन्ने कुरालाई पनि एकदम याद गर्नुपर्छ। हजुरहरूलाई नि यो कुरा सुन्दाखेरि केही विश्लेषण हुनसक्छ, अन्त्यसम्म सुनिदिनु होला है साथीहरू। अनि ल अब ती चेली माइत जान लाइन अरे के। तिनको माइत पहिला त अब डाँडा कति बाटो जङ्गल पार गरेर जानु पर्थ्यो। अहिलेको जस्तो गाडीको साधनहरू सुविधाहरू थिएन होइन साथीहरू। अनि तिनले आफ्नो घरको धन्दा सबै काम साम भ्याएर माइत जान लाइन अरे के। अनि माइत श्राद्ध थियो अरे माइतीमा। अनि माइत जान लाइन अरे। अनि के अरे काम धन्दा सक्ने बेलासम्म अनि एकदमै तिनको कामहरू सक्दै झमक्कै साँझ पर्न लाग्यो अरे। घाम गएर सूर्यनारायण डाँडामाथि बसिसक्नु भयो अरे के। अनि बसिसक्नु भयो अरे। अनि के अरे तिनले नअस्ताइदेऊ न, घाम नअस्ताइदेऊ न, मैले यति काम सकेर म माइत जानु छ भनिन् अरे के। अनि सूर्यनारायणले पुकार सुनिदिनु भएछ कि। काम सक्ने बेलासम्म पनि सूर्य हुनुहुन्छ है। अनि जतिखेर नि सूर्य हुनुहुन्छ, भगवान्ले त पुकार त सुन्नुहुन्छ, तर भगवान्लाई ठक्रकै यस्तै भनेर माग्न हुन्न भन्ने शीर्षक छ। अन्तिमसम्म सुन्नु होला है। अनि के अरे अनि तिनले त त्यसो भन्दै काम सकेर अनि डाँडामाथि घाम हुने बेलामा माइत हिँडिछन्। अनि माइत जाने बेलामा त के अरे जाँदा अब कति होला नि त, वन जङ्गलको बाटो होला, यावत होला, कस्तो कष्ट होला। पहिला अब साधन थिएन, केही थिएन है। अनि जाँदा त एकदम घनाघोर जङ्गल आएछ अरे है। अनि जाँदा त अब राति हुन लागिसक्यो। घाम त चिप्लिक्कै अस्ताउन लागेछन् अरे है। अनि नअस्ताइदेऊ न घाम, नअस्ताइदेऊ न घाम, म माइत जसरी नि पुग्नु छ भनेर तिनले त बिन्ती बिसाइ गरिन् अरे कि। अनि बिन्ती बिसाइ गरिन् अरे। अनि सूर्यनारायणले त पुकार सुनिदिनु भयो अरे कि, अस्ताउनु भएन अरे है। अनि अस्ताउनु भएन अरे। अनि अरू लोकका मान्छेहरूले आज किन सूर्य यति बेलासम्म अस्ताउनु भएन, धेरै राति भइसक्यो, किन सूर्य अस्ताउनु भएन भनेर अनि भनेका थिए अरे के है। अनि सूर्यले त्यसरी त्यो चेलीको रोदन सुनिदिएर पुकार सुनिदिएर अनि के अरे सूर्यनारायण अस्ताउनु भएन अरे है।
अनि तिनी त माइत जान पुगिन अरे है, माइती पनि ठ्याक्कै आइपुग्यो अरे, सूर्यनारायण पनि अस्ताउनु भएन अरे कि, अनि माइत पुगिन अरे है। अनि माइत पुगेर ठ्याक्क एउटा खुट्टाभित्र एउटा खुट्टा बाहिर भएर अनि दैला ठेलामा पुग्ने बेलामा त तिनी डेट भइन अरे कि। हाम्रो हजुरआमाहरूले सुनाएको अब रेली घटना नहो अरे पहिलाको होइन, अब हामीलाई त कथा जस्तै लाग्छ। अनि तिनी त डेट भइन अरे है। अनि त्यही भएर यो प्रकृति भनेको आफै हुने चिज हो, समय भनेको आफै हुने चिज हो। सूर्यनारायण कतिखेर झुल्किनुहुन्छ, चन्द्रमा कतिखेर झुल्किनुहुन्छ, यो मानवले बनाएर हुने चिज होइन होइन। अनि आफ्नो समयलाई आफूले ख्याल गर्ने हो होइन साथीहरू, आफ्नो समयलाई आफूले ख्याल गर्नुपर्छ। यो बेला मैले यो गर्छु, समयले त्यही भएर हो कि समयले पर्खिँदैन, समयसँगै आफूले गर्नुपर्छ, गर्ने चिजहरू समयमै गर्नुपर्छ, समयले पर्खिँदैन। एकछिन रोग पर्खी भनेको चिजले आफैलाई हानि नोक्सानी हुन्छ भन्ने यस्ता विश्लेषणहरूबाट अनि मैले एउटा केही सर्वेक्षण गर्न मन लाग्यो, मलाई याद आयो कि मैले हिजो सम्झिराखेको थिएँ। अनि आज एउटा भिडियो सर्वेक्षण गरेर पठाएको छु हजुरहरूले। केही कुराहरूले भनेको कुराहरू श्रवण गर्दाखेरि पनि हजुरहरूलाई राम्रै हुन्छ साथीहरू। अब मैले एकछिनपछि यो अचार बनाउने काम पनि गर्छु, हजुरहरूलाई यहाँ यस्तो पाउने खुर्पनाहरू पनि देखाएँ, यो न्युजिल्यान्डको बयर पनि देखाएँ। ल हेर्नु साथीहरू, अब के गर्ने, आफ्नो काम कर्म धर्मक्षेत्र नेपालबाट अहिले न्युजिल्यान्ड आएर क्राइस्टचर्चमा बसेको नि 1 वर्ष भयो। धेरै नेपाल आउनु हतियार लगाइराखेको छ। अब यहाँ छोराछोरीको परिस्थितिहरू पनि बुझ्दिन पर्यो, त्यही भएर म यस्तै विश्लेषण गरेर बसेको छु। कहिलेकाहीँ चाहिँ केही कुराहरू यसो भनेर भिडियोहरू बनाउन मन लाग्छ। नातिनी सानी छन्, त्यति फुर्सद त पाउँदिनँ मैले, नातिनीको रेखदेख गर्नुपर्छ, केयर गर्नुपर्छ। अहिले सुतेकी छिन्, त्यही बेलामा मैले यसो किचनको धन्दा गर्दै एउटा भिडियो बनाएँ साथीहरूलाई है साथीहरू। अनि समय समग्र भन्ने कुरा समयले पर्खिँदैन, जे कुरा नि मान्छेले गर्नु छ भने समयमै गर्ने हो होइन। भगवानले नदेखेको संसार छैन, भगवान हुनुहुन्छ। अनि भगवानले यी कुराहरू पनि बुझ्नुहुन्छ, मानवका कुराहरू बुझ्नुहुन्छ, सबै धरती आकाश होइन, प्रकृतिलाई। त्यही भएर प्रकृति समयलाई कसैले पनि रोक्न सक्दैन, छेक्न सक्दैन। प्रकृतिलाई यो धान देऊ न भनेर धानिँदैन। उही आज क्राइस्टचर्चमा कत्रो ठुलो हावाहुरी चलिरहेछ, बाहिर म निक्लि नै सकेको छैन। अब त्यो हावालाई नलाइदेऊ न भनेर भएन होइन, यो प्रकृति हो, प्रकृतिले हावाहुरी मौसम पानी यो हर हुन्छ। त्यही चेलीको कथा मलाई यसो हजुरआमाहरूले सुनाएको कथा भन्न मन लागेर मैले यहाँ टिकटक मार्फतबाट हजुरहरूलाई जानकारी गराएँ। जय शम्भु, जय श्री पशुपतिनाथ। अब म छिटै नेपाल आउने प्रयासमा छु। जय हो सबैको है। हजुर मेरो कथा राम्रो सुनिदिनु होला। केही कुरा सुन्दाखेरि पनि आफूलाई केही कुरा ज्ञानहरू अनि केही 2-4 कुराहरू आफूलाई पनि ज्ञान प्राप्त हुन्छ। अरूले भनेका कुराहरू पनि सुन्ने बानी बसाल्नुपर्छ। नमस्कार मेरा प्रिय साथीहरू, जय शम्भु, जय श्री पशुपतिनाथ।